पर्वत जिल्लाको महाशिला गाउँपालिकामा अवस्थित पैयुँकोट दरबार क्षेत्र प्रकृतिको सुन्दर काखमा इतिहास, संस्कृति र आस्थालाई समेटेर उभिएको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो। हरियाली डाँडाकाँडा, चिसो र स्वच्छ हावा तथा टाढासम्म देखिने अदम्य पहाडहरू र हिमालका मनमोहक दृश्यले यहाँ आउने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। यहाँ विशेष गरी दशैं र चैते दशैंको अवसरमा दुर्गा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ, जसका कारण यस क्षेत्रमा भक्तजनहरूको उल्लेख्य भिड लाग्ने गर्दछ। बाइसे चौबिसे राज्यकालदेखिको इतिहास बोकेको यस पैयुँकोटलाई हिन्दू धर्मावलम्बीहरूले धार्मिक आस्था र शक्तिको प्रतीकका रूपमा हेर्ने गर्छन्। स्थानीय संस्कृतिको संरक्षण र पर्यटन प्रवर्धनका दृष्टिले समेत यो स्थल अत्यन्त महत्त्वपूर्ण मानिन्छ।